नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई तपाईहरुको आफ्नै च्यानल टियु नोटिसमा। आज हामी म्यानेजमेन्ट स्ट्रिमको सबभन्दा लोकप्रिय र प्रायोरिटी फर्स्ट कोर्सको बारेमा कुरा गर्ने छौं, जुन रहेको छ बीबीए, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन को बारेमा सम्पूर्ण जानकारी तपाईहरुलाई दिने छौं। यो भिडियोमा हामी बीबीए को इन्ट्रोडक्सन, परिचय, एलिजिबिलिटी, सिलेबस, एन्ट्रान्स एक्जाम, फी स्ट्रक्चर, स्कलरशिप र डोनेसन, नेपालको विश्वविद्यालयमा उपलब्ध कलेजहरूको सूची, प्लेसमेन्ट एन्ड स्कोप अपर्चुनिटी, फर्दर स्टडी लगायत सबै डिटेल्सहरू यो भिडियोमा हामी दिनेछौँ। अन्त्यसम्म भिडियो हेर्नु होला। बीबीए भन्नाले ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन बुझिन्छ। यो स्नातक तहको 4 वर्षे 8 सेमेस्टर कार्यक्रम हो। यसले विद्यार्थीहरूलाई बिजनेस म्यानेजमेन्ट, फाइनान्स, मार्केटिङ, एकाउन्टिङ, ह्युमन रिसोर्स जस्ता विषयमा दक्ष बनाउँदछ। बीबीए को मुख्य उद्देश्य विद्यार्थीहरूलाई प्रोफेसनल म्यानेजर, एन्टरप्रेनर्स वा बिजनेस लिडर बनाउने हो। नेपालका विभिन्न विश्वविद्यालयहरूले यो कोर्स आफ्नो कन्स्टिट्युएन्स, आङ्गिक र एफिलिएटेड सम्बन्धन प्राप्त कलेजहरूमा सञ्चालन गर्दै आएका छन्। अब हामी हिस्ट्री अफ बीबीए को बारेमा कुरा गर्नेछौँ। बीबीए को इतिहासको बारेमा कुरा गर्नेछौँ। नेपालमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन बीबीए को इतिहास केही नयाँ भए पनि यो अध्ययन क्षेत्र पछिल्लो दशकमा निकै लोकप्रिय भएको छ। त्रिभुवन विश्वविद्यालय टियु नेपालको पहिलो बीबीए कार्यक्रम 1990 मा सुरु गरेको थियो। त्यसपछि 2000 दशकमा आएर निजी संस्थाहरू र प्राइभेट युनिभर्सिटीहरू जस्तै काठमाडौँ युनिभर्सिटी, पूर्वाञ्चल युनिभर्सिटी बीबीए कोर्स सञ्चालनमा ल्याएको छ। त्यस्तै 2010 दशकमा नेपालमा बीबीए को माग ठूलो वृद्धि भएको थियो र आजको दिनमा हामी थुप्रै कालको कलेजहरुमा चाहिँ बीबीए पढ्न सकिन्छ, थुप्रै सिट्सहरु हुन्छ। अब हामी एलिजिबिलिटीको बारेमा कुरा गर्नेछौँ, योग्यताको बारेमा कुरा गर्नेछौँ। कस्ता खालका विद्यार्थीहरूले बीबीए मा एडमिसन लिन पाउँछन्? बीबीए अध्ययन गर्नका लागि विद्यार्थीहरू +2 मा म्यानेजमेन्ट वा साइन्समा कम्तीमा 2 जीपीए ल्याएको हुनुपर्दछ। कम्तीमा 50 मार्क्स लिएर +2 पास भएको हुनुपर्दछ। इन्ट्रान्स परीक्षा पास गर्नुपर्दछ र केही विश्वविद्यालयहरूले इन्टरभ्यु पनि लिन्छन्। त्रिभुवन युनिभर्सिटीले इन्ट्रान्स, सीम्याट इन्ट्रान्स भइसके पछाडि चाहिँ इन्टरभ्यु लिन्छन्। अब हामी इन्ट्रान्स एक्जामिनेसनको बारेमा कुरा गर्नेछौँ, प्रवेश परीक्षाको बारेमा कुरा गर्नेछौँ। नेपालका सबै विश्वविद्यालयहरूले बीबीए का लागि इन्ट्रान्स लिन्छन्। जति पनि युनिभर्सिटी छन् नेपालमा सबैले इन्ट्रान्स लिन्छन् र +2 रिजल्ट आइसके पछाडि केही हप्तामै त्रिभुवन युनिभर्सिटी लगायत सबै युनिभर्सिटीको चाहिँ इन्ट्रान्स एक्जामिनेसनको फर्म खुल्छ। तपाईहरु समयमै फर्म आवेदन दिनु होला। +2 को रिजल्ट आइसके पछाडि चाहिँ फर्म खुल्छन् र त्रिभुवन युनिभर्सिटीले लिने इन्ट्रान्स भनेको सीम्याट इन्ट्रान्स लिन्छन्। इन्ट्रान्समा इंग्लिश, क्वान्टिटेटिभ एबिलिटी, म्याथ्स, रिजनिङ, जीके, बिजनेस अवेयरनेस जस्ता प्रश्नहरू सोधिन्छन्। एमसीक्यू खालको चाहिँ इन्ट्रान्स हुन्छन्। त्यसमा टिक लाएर चाहिँ पास गर्न सक्नुहुन्छ। त्यसको लागि विभिन्न किसिमको किताबहरू पनि मार्केटमा अवेलेबल छ। इन्ट्रान्स तयारीको लागि तपाईहरु चाहिँ किताब किनेर पढ्न सक्नुहुन्छ। भर्नाका लागि इन्ट्रान्समा पास हुनै पर्छ। तपाई पास भइसक्नुभयो भने नेपालको जुनसुकै चाहिँ कलेजमा एडमिसन गराउन सक्नुहुन्छ। इन्ट्रान्स जहाँबाट दिइने हुन्छ। त्यसपछि इन्ट्रान्सको रिजल्ट आइसके पछाडि इन्टरभ्युको फर्म खुल्छन्। इन्टरभ्युको फर्म भरेर चाहिँ इन्टरभ्यु दिएर चाहिँ लास्टमा चाहिँ फाइनल लिस्ट आउँछन्। त्यो लिस्टमा तपाईको नाम छ भने तपाई एडमिसन लिन सक्नुहुन्छ। अब हामी पाठ्यक्रमको बारेमा कुरा गर्नेछौँ, सिलेबसको बारेमा कुरा गर्नेछौँ। बीबीए को पाठ्यक्रम 4 वर्ष 8 सेमेस्टरको रहेको छ र फर्स्ट इयरमा चाहिँ प्रिन्सिपल अफ म्यानेजमेन्ट, बिजनेस म्याथमेटिक्स, माइक्रो इकोनोमिक्स, इंग्लिश एन्ड कम्प्युटर जस्ता विषयहरू पढाइ हुन्छन्। सेकेन्ड इयरमा चाहिँ फाइनान्शियल एकाउन्टिङ, स्ट्याटिस्टिक्स, मार्केटिङ, म्यानेजमेन्ट, बिजनेस कम्युनिकेसन जस्ता विषयहरू पढाइ हुन्छन्। थर्ड इयरमा चाहिँ ह्युमन रिसोर्स म्यानेजमेन्ट, फाइनान्शियल म्यानेजमेन्ट, रिसर्च मेथोडोलोजी, अर्गनाइजेसनल बिहेभियर र फोर्थ एन्ड फाइनल इयरमा चाहिँ एन्टरप्रेन्योरशिप, बिजनेस स्ट्राटेजी, इन्टर्नशिप, प्रोजेक्ट वर्क, स्पेशलाइजेसन सब्जेक्ट, फाइनान्स, मार्केटिङ, एचआरएम, आईटी जस्ता विषयहरू चाहिँ पढ्नुपर्छ। यसले विद्यार्थीहरूलाई प्र्याक्टिकल नलेज सहित लिडरशिप र एनालाइटिकल स्किलमा मजबुत बनाउँदछ। अब हामी चाहिँ फी स्ट्रक्चर, डोनेसन र स्कलरशिप सिट्सको बारेमा चाहिँ कुरा गर्नेछौँ। टियु कन्स्टिट्युएन्ट क्याम्पसमा आङ्गी क्याम्पस जुन त्रिभुवन युनिभर्सिटीको आफ्ना क्याम्पसहरू छन् त्यसमा चाहिँ फी स्ट्रक्चर थोरै रहेको छ। त्यसमा लगभग 3 लाख रुपैयाँदेखि लिएर 4.5 लाख रुपैयाँसम्म चाहिँ पुरा फुल कोर्सको चाहिँ लाग्छन् र प्राइभेट कलेज जुन टियुबाट सम्बन्धन प्राप्त छन्, टियुमा एफिलिएटेड छन्, त्यसमा चाहिँ 5 लाख रुपैयाँदेखि लिएर 8 लाख रुपैयाँसम्म
लाग्छन्। त्यस्तै काठमाडौँ युनिभर्सिटी केयुमा करिब 7 लाख रुपैयाँदेखि लिएर 10 लाख रुपैयाँसम्म लाग्छन्। पोखरा युनिभर्सिटी र पूर्वाञ्चल युनिभर्सिटीमा करिब 4 लाख रुपैयाँदेखि लिएर 7 लाख रुपैयाँसम्म लाग्छन्। र अब सिट्सको कुरा रह्यो भने एकोर्डिङ टु कलेजहरू सिट्सहरू बाँडिएको छ। कुनै कलेजमा 66, कुनै कलेजमा 44, कुनै कलेजमा 60, यसरी नै सिट्सहरू बाँडिएको छ। त्यो कुरा चाहिँ तपाईहरु अध्ययन गर्न क्याम्पसमा गएर पत्ता लगाउन सक्नुहुन्छ। र स्कलरशिप भनेर इन्ट्रान्समा टप र्याङ्क ल्याउने वा मेरिट निड्सको आधारमा उपलब्ध हुन्छन्। प्रत्येक सेमेस्टरमा एकजना पुरुष र एकजना महिला जसले चाहिँ सेमेस्टर टप गर्छन् तिनीहरूलाई चाहिँ छात्रवृत्ति दिने सिस्टम हुन्छ। यदि तपाईँ इन्ट्रान्समा टप गर्नुभयो भने तपाईँ फर्स्ट सेमेस्टरमा चाहिँ एकजना पुरुष र एकजना महिला चाहिँ टप मेरिट लिस्टमा हुनुहुन्छ भने तपाईँ चाहिँ एक सेमेस्टरमा छात्रवृत्ति पाउन सक्नुहुन्छ। फेरि अर्को सेमेस्टरमा जसले चाहिँ सेमेस्टरको लास्ट इक्जाममा टप गर्छ त्यसले चाहिँ नेक्स्ट सेमेस्टरमा छात्रवृत्ति पाउँछ। यस्तो खालको चाहिँ मेरिट बेस्ड स्कलरशिप फर वान मेल एन्ड फिमेल सिस्टम हुन्छन्। र पूर्ण रूपमा छात्रवृत्तिको लागि चाहिँ रिजर्भ क्याटेगोरी हुन्छ, आरक्षण कोटा हुन्छ। त्यसमा चाहिँ मधेसी, महिला, मुस्लिम, त्यसपछि चाहिँ आदिवासी जस्ता कोटाहरूमा त्यसको फर्म खुल्छन्। त्यो फर्म भर्नुभयो भने त्यस्तो खालको कोटामा तपाईको चाहिँ नाम पब्लिस हुन्छ। त्यो सरकारीबाट पढेको विद्यार्थीहरूको लागि मात्रै हुन्छ। यदि तपाईँ सरकारीबाट पढ्नु भएको छैन भने त्यसमा तपाईमा चाहिँ समावेशिता लागू हुँदैन। यो समावेशी 20% जति स्टुडेन्टले चाहिँ छात्रवृत्ति पाउन सक्छ एकोर्डिङ टु सिट्स अफ द कलेज। अब हामी चाहिँ नेपालको युनिभर्सिटी र कलेजको लिस्टहरू चाहिँ भन्न गइरहेको छौँ। कुन खालको कलेजमा चाहिँ बिबिए पढाइ हुन्छन्। त्रिभुवन विश्वविद्यालय टियुको नेपाल कमर्स क्याम्पस जुन चाहिँ बल्खुमा रहेको छ, शङ्करदेव क्याम्पस जुन चाहिँ काठमाडौँमा रहेको छ, र विभिन्न प्राइभेट एफिलिएटेड कलेजहरू जस्तै एसीई, केसीएम, एफएक्स आदि जस्ता कलेजहरूमा चाहिँ बिबिए पढाइ हुन्छन्। रामस्वरूप रामसागर मल्टिपल क्याम्पस जनकपुरधाम जसमा चाहिँ बिबिए पढाइ हुन्छ। रामप्रताप क्याम्पसमा चाहिँ पढाइ हुन्छ। त्यसै गरी चाहिँ अब हामी चाहिँ केयुको बारेमा कुरा गर्नेछौँ, काठमाडौँ युनिभर्सिटीको बारेमा कुरा गर्नेछौँ। स्कुल अफ म्यानेजमेन्ट जुन चाहिँ बालकुमारी ललितपुरमा रहेको छ। त्यसपछि चाहिँ पोखरा युनिभर्सिटी, स्कुल अफ बिजनेस पोखरा, त्यसपछि विभिन्न पोखरा युनिभर्सिटीको एफिलिएटेड कलेजहरू, एनसीसी, त्यसपछि एनसीआईटी, क्वेस्ट आदि रहेको छ। त्यसपछि पूर्वाञ्चल युनिभर्सिटी विराटनगर स्कुल अफ म्यानेजमेन्ट जुन चाहिँ विराटनगरमा रहेको छ। त्यसपछि राजश्री जनक युनिभर्सिटी जुन चाहिँ जनकपुरधाममा रहेको छ। त्यसको युनिभर्सिटी क्याम्पसमा चाहिँ बिबिए पढाइ हुँदो रहेछ। अब हामी चाहिँ रोजगारी तथा सम्भावनाको कुरा गर्नेछौँ, प्लेसमेन्ट एन्ड स्कोप अपर्च्युनिटीको कुरा गर्नेछौँ। बिबिए सकेपछि विद्यार्थीहरूले विभिन्न क्षेत्रमा काम पाउन सक्छन्। जस्तै बिजनेस कन्सल्टेन्ट बन्न सक्छन्, स्टक मार्केट ब्रोकर बन्न सक्छन् वा स्टक मार्केट एनालाइजर बन्न सक्छन्, ब्याङ्क्स वा फाइनेन्सियल इन्स्टिट्युसनहरूमा काम गर्न सक्छन्, ब्याङ्क म्यानेजर बन्न सक्छन्, कोर्पोरेट सेक्टर, एचआर, मार्केटिङ, फाइनेन्स, सेल्स म्यान भएर चाहिँ आफ्नो क्यारियर बनाउन सकिन्छ। एन्टरप्रेन्योरसिप व्यापारी बन्न सक्छन्, एउटा चाहिँ बिजनेस लिडर बन्न सक्छन्, बिजनेस कोच बन्न सक्छन् वा आफ्नै स्टार्टअप बन्न सक्छन्, आफ्नै बिजनेस चाहिँ स्टार्टअप गर्न सक्छन्। त्यसपछि चाहिँ एनजिओ र डेभलपमेन्ट प्रोजेक्ट्सहरूमा काम गर्न सक्छन्, कन्सल्टेन्सी र इन्टरनेसनल बिजनेस फर्म्सहरूमा काम गर्न सक्छन् वा विभिन्न कलेज स्कुलहरूमा चाहिँ एज अ एकाउन्टेन्ट वा एज अ रिसेप्सनिस्ट काम गर्न सक्छन्। नेपालमै मात्र होइन, बिबिए पढेका विद्यार्थीहरूको माग विदेशमा पनि निकै नै राम्रो रहेको छ। अब हामी चाहिँ बिबिए पढिसके पछाडि के गर्ने, थप अध्ययन के गर्न सकिन्छ, फर्दर स्टडी चाहिँ के पढ्न सकिन्छ। बिबिए सकेपछि विद्यार्थीहरूले एमबिए गर्न सक्छन्, मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन पढ्न सक्छन्, एमबिएस पढ्न सक्छन्, मास्टर अफ स्टडिज पढ्न सक्छन्, मास्टर इन इकोनोमिक्स, फाइनेन्स, मार्केटिङ और एचआर पढ्न सक्छन्। विदेशमा पोस्ट ग्रेजुएट स्टडी र रिसर्च गर्ने अवसर पनि प्रशस्त हुन्छन्। अब हामी भिडियोको अन्त्यमा आइसकेका छौँ। समग्रमा भन्नुपर्दा बिबिए ब्याचलर अफ एडमिनिस्ट्रेसन आजको समयमा सबैभन्दा लोकप्रिय र व्यावहारिक म्यानेजमेन्ट कोर्स मध्ये एक हो। म्यानेजमेन्ट सेक्टर, ब्याङ्किङ, एन्टरप्रेन्योरसिप वा इन्टरनेसनल बिजनेसमा करियर बनाउन चाहनको लागि चाहिँ बिबिए उत्कृष्ट विकल्प हो। यदि यो भिडियो जानकारीमूलक लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। तपाईँ कुन युनिभर्सिटी वा कलेज रोज्ने सोचमा हुनुहुन्छ तल कमेन्टमा लेख्नुहोला र टियु नोटिस युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला।